बालेनलाई बाहिर निस्किँदैन, जनताको बिचमा जाँदैन भन्नेहरू देख्यौ कस्तो हुँदो रहेछ ऊ बाहिर निस्के पछाडि। धान्न नसक्ने भिड, धान्न नसक्ने समर्थन देखिन्छ ऊ बाहिर निस्के पछाडि। आज जनकपुरले त प्रुभ पनि गरिदियो। आज त जनकपुरमा उर्लिएको त्यो एउटा सागर एउटा देशमा नयाँ तरङ्ग फैलाएको छ। यो त बस एउटा सुरुवात हो। जनकपुरबाट उनले सुरु गरेका छन् बोल्न, जनकपुरबाट उनले सुरु गरेका छन् जनताको सामु पुग्न। यो देशभर यस्तै हुनेवाला छ। जनकपुरले प्रमाणित गरिदियो कि बालेन शाह जुनसुकै क्षेत्रबाट उठ्दा पनि जनताको समर्थन उत्तिकै नै हुनेछ। अब जनकपुरमा देखिएको समर्थन एउटा नयाँ सुरुवात हो। यो समर्थन मुख्यतः झापा 5 मा देख्न जरुरी छ र यो जनलहर झापा 5 मा देखिन जरुरी छ। झापा 5 को मतगणनामा देखिन जरुरी छ। यो जनलहर मतपेटिकामा देखिन जरुरी छ। हिजोको भेट देखेर पुरानो पार्टीहरूको त ढ्याङ्ग्रो बजिसकेको छ। अझ विशेष त महेश बस्नेत त एआईलाई सोध्दैछन् मान्छे कसरी घटाउने भनेर। मान्छे कसरी घटाएर फोटो बनाउन सकिन्छ भनेर महेश बस्नेत एआईलाई सोध्दैछन्। उता केपी ओली 2-4 मान्छे टोल्टको 2-4 मान्छे उठाएर झापा पुर्याएर आई लभ यु केपी बा भन्न लगाएका छन्। हिजोको भेट देखेर डराइसकेका छन्, आत्तिसकेका छन् सबैजना। एउटा सुरुवात हो, अझै देख्न त धेरै बाँकी छ। प्रतीक्षा गर्नुहोला, नयाँ युगको सुरुवात भएको छ।